मेरो नाम चाहिँ हेलेन हो। नाइस टु मिट यु। अनि धेरै पछि हामी चाहिँ भेट्न पायौँ अनि हामी चाहिँ आज अब यो कुरोमा जान्छौँ। तर पहिला चाहिँ मेरो नाम चाहिँ हेलेन हो। म नेपालमै हुर्किएको मान्छे, तर खास म नर्वेजन नागरिक। अनि म नर्वेमा काम गर्छु एज अ प्रोफेसर इन अग्दर युनिभर्सिटी। बट आज भोलि चाहिँ मेरो काम नेपालमा पनि छ, नोरेट 2मा। मेरो काममा चाहिँ म अहिले आएको छु नेपालमा। अनि तपाईँहरूसँग आज गफ गर्न चाहन्छु हैन। अनि तपाईँहरूको बारेमा अलिकति हामी यहाँ कुरा गर्छौँ। पहिला चाहिँ तपाईँहरूको परिचय लिउँ। तपाईँबाट सुरु गरौँ। तपाईँ को हुनुहुन्छ? नमस्ते, मेरो नाम गोविन्द पुरी। म नेपाल खुल्ला विश्वविद्यालय को फ्याकल्टी, सँगसँगै चाहिँ नोरेट प्रोजेक्ट अन्तर्गत पिएचडी स्कलर। म पिएचडी को विद्यार्थी पनि हुँ। हजुर। म अहिले काठमाडौँमै बसिरहेको छु र आफ्नो अध्ययनलाई अगाडि बढाइरहेको छु। एकदम यो अवसर दिनुभयो, धन्यवाद। हुन्छ, हामी बिस्तारै अझै कुराहरू बुझ्छौँ। ल तपाईँको सरी। हुन्छ, नमस्कार सबैजनालाई। मेरो नाम चाहिँ सिङ्गी भोटे लोमी। म इसिसीमा टिचर एजुकेटर प्लस रिसर्चरको रूपमा काम गर्छु र विगत लगभग 14 वर्ष जस्तो यही संस्थामा इसिसी इनोभेसन इन एजुकेसनमा काम गर्दैछु र हाल चाहिँ म चाहिँ नोरेट प्रोजेक्ट अन्तर्गतको म पनि पिएचडी फेलोको रूपमा अध्ययन गर्दैछु। र आज यो पोडकास्टमा मलाई निम्ताउनु भएको लागि म धेरै धन्यवाद। थ्याङ्क यू। तपाईँलाई पनि थ्याङ्क यू। तपाईँ कति भयो हामी एकअर्कालाई भेटेको सिङ्गीजी? हामी भेटेको लगभग 5 वर्ष जति भइसक्यो है? हो है। हजुर। अनि तपाईँसँग कति भयो? हाम्रो पनि 2 वर्ष अलि थोरै भयो होला, त्यति भयो होला। तर आज चाहिँ हाम्रो कुरा के हुनुपर्छ भने तपाईँहरूको काम अथवा तपाईँहरूको टपिकको बारेमा हामी कुरा गर्छौँ। अब मेरो टपिकको बारेमा पनि अलिकति मैले पनि भन्नुपर्छ होला, किनभने मेरो अब इन्ट्रेस्ट चाहिँ नेपालमा चाहिँ रिसर्च गर्ने एजुकेसन सम्बन्धीको कुरामा मेरो ठुलो चाहिँ इन्ट्रेस्ट छ। अनि त्यही कारणले चाहिँ अब मेरो बुवा पनि यही यस्तै काममा अब एजुकेसनमा काम गर्नुहुन्थ्यो पहिला। अनि हामी चाहिँ गोर्खामा जन्मेको हुर्केको त्यही काम गऱ्यो। अनि त्यहाँबाट चाहिँ मेरो इन्ट्रेस्ट सुरु भयो होला मेरो विचारमा। अनि हामी चाहिँ आज चाहिँ अलिकति यो कल्चर सम्बन्धी अथवा यो रिसर्चसँग जोड्न कोसिस गर्छौँ होला। अनि त्यो कुरासँग चाहिँ हामी अलिकति डिग आउट गर्ने कुराहरू गर्ने। आई एम थिङ्किङ दिस इज हामी त्यसरी गर्दा हुन्छ। ल पहिला म के सोध्छु भने तपाईँहरूको अब टपिकको बारेमा सुरु गरौँ। तपाईँको टपिकको बारेमा अलिकति तपाईँ हामीलाई अलिक जानकारी दिनुहोस् पहिला। हुन्छ, धन्यवाद प्रश्नको लागि। विशेष गरी यो मलाई खुसी पनि लागिरहेछ एउटा यो रिसर्चको बारेमा, किनकि म आफै यो रिसर्चमा चाहिँ नोभिस एउटा विद्यार्थी सिकारू भएको कारणले गर्दाखेरि र यो अवसर मैले एउटा पिएचडीको अध्ययनको दौरानमा यो अध्ययन आफैमा एकदम लामो छ। र मेरो विषय चाहिँ विशेष गरी यो एकीकृत पाठ्यक्रम, यो नेपालमा अहिले यो एकीकृत पाठ्यक्रम भनेर कक्षा 1 देखि 3 सम्म लागू भएको छ। त्यसमा मलाई अलिकति जिज्ञासा भयो, किन भन्दाखेरि म एउटा प्रशिक्षक टिचर एजुकेटरको रूपमा विभिन्न नेपालको विभिन्न ठाउँहरूमा तालिम दिने क्रममा, शिक्षकहरूसँग भेट्नेको क्रममा अलिकति तालिम दिँदाखेरि त्यो विषयमा अलिकति एकीकृत यो इन्टिग्रेसनको बारेमा कुरा गर्दाखेरि कहीँ ग्याप मैले पाएँ। जस्तै ओहो यो क्षेत्रमा अलिकति अध्ययन गर्नुपर्ने रहेछ भनेर मलाई त्यो खालको एउटा क्युरियोसिटी, एउटा जिज्ञासा जाग्यो। त्यस कारणले गर्दाखेरि देन आई स्टार्टेड थिङ्किङ अबाउट दिस टपिक। टिचिङको लागि त्यो मैले टपिक चाहिँ त्यसरी छानेँ। र अर्को कुरा यो हाम्रो प्रोजेक्टको नर्म्स अनुसार पनि आधारभूत यो बेसिक लेभलको केही टपिकहरू टिचर एजुकेसनसँग रिलेटेड छान्नुपर्ने भएकोले मैले चाहिँ मेरो टपिक चाहिँ त्यसमा मैले गर्दैछु। एकदम राम्रो, थ्याङ्क यू सो मच। अब तपाईँको टपिकको बारेमा पनि तपाईँले छोटकरी भन्नुहोस् त सुरुमा। हुन्छ, एकदम धन्यवाद छ तपाईँलाई। किनभनेदेखि यो टपिक चाहिँ
टपिकको आफ्नै अलिक स्टोरी छ कि छ एक्ज्याक्टली छोटो भन्न सकिँदैन होला अहिलेलाई छोटै बनाउने कोसिस गर्छु हुन्छ म एक्चुअली यो टिचर मेन्टोरिङ भन्ने टपिक लिएर चाहिँ अगाडि बढ्दै गरेको विद्यार्थी थिएँ होइन मेन्टोरिङ किन मेन्टोरिङ भन्दाखेरि चाहिँ अलि टिचर्सहरूलाई चाहिँ टिचर्सकै जरुरी पर्छ भनेर मेन्टोरिङको कन्सेप्ट लिएर अगाडि बढेको थिएँ तर एउटा यस्तो इन्सिडेन्ट आयो यस्तो नोरेटको चाहिँ यो प्रोजेक्टमा म जोडिने बित्तिकै मेरो सुपरभाइजर्सले र एक्सपर्टले चाहिँ मलाई थोरै डाइभर्ट गरिदिनु भयो त्यो सकारात्मक डाइभर्ट थियो म कन्भिन्स भएँ किन भन्दाखेरि अब मेन्टोरिङ भन्ने चाहिँ अलिकति पश्चिम जगतबाट आएको शब्दावली भयो हामीहरूसँग चाहिँ मेन्टोरिङको कन्सेप्ट अथवा मेन्टोरिङको अभ्यास चाहिँ नेपालमा पहिलेदेखि भइरहेको छ भनेपछि पूर्वीय दर्शनबाट अथवा चाहिँ भनौँ न हाम्रै परम्परामा रहेर चाहिँ यसको किन खोजी नगर्ने त भन्ने कुरा मेरो सुपरभाइजरले गरिसकेपछि म कन्भिन्स भएँ म अर्को कन्भिन्स भएको कारण चाहिँ अहिलेको जुन मेरो टपिक छ त्यो टपिक भनेको चाहिँ नेपालमा अन्तर्पुस्तीय ज्ञान हस्तान्तरण र शिक्षक विकास कसरी भइरहेको छ अथवा अर्को शब्दमा भन्दा हाम्रो इन्डिजिनियस पेडागोजी इन्डिजिनियस प्र्याक्टिसेस अफ टिचर डेभलपमेन्टको कुरासँग जोडिन्छ मेरो टपिक अनि त्यसमा चाहिँ कसरी अब त्यहाँ त थुप्रै इन्डिजिनियस प्र्याक्टिसेसहरू छ नि त त्यसमध्येको गुरुकुलभित्र कसरी चाहिँ टिचर डेभलपमेन्ट हुँदैछ कसरी चाहिँ त्यहाँ टिचिङ लर्निङको प्रक्रिया भइरहेको छ भन्ने कुरामा जाने कुरा मेरो सुपरभाइजर्सले भनौँ न विज्ञहरूले सुझाउनु भयो म त्यो कुरामा कन्भिन्स भएँ अर्को कुरा चाहिँ के छ भने म आफै पनि अङ्ग्रेजी भाषाको विद्यार्थी थिएँ अनि तर अङ्ग्रेजी भाषा पढिरहँदाखेरि एउटा कुरा ल्याकिङ थियो क्या छुट भइरहेको थियो मेरो जीवनमा त्यो के हो त भन्दाखेरि संस्कृत अनि हाम्रो पूर्वीय दर्शन यसको ज्ञान मलाई कमी थियो र मलाई जहिले पनि पढाउँदाखेरि कक्षा कोठामा चाहिँ पढाउँदाखेरि होस् या चाहिँ साथीभाइसँग कुराकानी गर्दा होस् एउटा भित्र मनमा चाहिँ ओहो यो संस्कृतभित्र के छ होइन यो हाम्रो दर्शनभित्र के छ गीताभित्र के छ रामायणभित्र के छ महाभारतभित्र के छ त्यहाँ पनि त केही न केही होला नि त भन्ने जिज्ञासा चाहिँ भइरहेको थियो अनि त्यसपछि ठ्याक्क मेरो विज्ञानले सुझाउने बित्तिकै ए किन जाने त्यहाँ त्यो एरियातिर म किन नसिर्ने यो त अत्यन्तै राम्रो मौका भयो मेरो लागि त किनभने मैले देखेको थिएँ गुरुकुलबाट पढेका विद्यार्थीहरू चाहिँ एउटा पुस्तकै कण्ठस्थ पार्न सक्थे सम्झिन सक्थे प्रवचन उस्तै राम्रोसँग दिन सक्थे होइन मानिसहरूलाई भनौँ न कन्भिन्स पनि उत्तिकै राम्रोसँग गर्न सक्थे त्यो देखेर म चाहिँ त्यस्तै हुन पाए हुन्थ्यो त्यो कसरी भयो होलान् केही न केही त पक्कै थियो होला नि त्यो हाम्रो परम्पराभित्र र न त्यतिको भए भन्ने मलाई लागिरहेको थियो ठ्याक्क त्यो अब के खोज्छस् कानो आफू भने जस्तो मलाई चाहिँ त्यो गुरुकुलमा गएर पहिले त्यहाँ मेन्टोरिङको प्र्याक्टिस त्यहाँ हेर न होइन टिचर डेभलपमेन्टको प्र्याक्टिस त्यहाँ हेर न हामी भित्रै हाम्रै हेरिटेजमा हाम्रै कल्चरमा त्यहाँ कसरी भइरहेको छ त्यो हेरेर लिएर आऊ न त्यसले चाहिँ नेपालको शिक्षामा योगदान पुर्याउन सक्छ भनिसके पछाडि मैले यो टपिक छाने मैले र म एकदमै सन्तुष्ट पनि छु यो टपिक अहिले आफै चाहिँ त्यस्तो सुनिन्छ होइन र सिङ्गेजी तपाईँलाई कस्तो लाग्छ उहाँले त्यो अब भनिहाल्नुभयो होइन त्यो कल्चरसँग एकदम जोड्नु भएको छ नि कुरो तपाईँको त सुरुवातबाट चाहिँ यो कुरा थिएन कि कस्तो थियो अलिकति अलि हामीलाई जस्तै धन्यवाद यो गोविन्दजीले आफ्नो टपिक छनौट र थिम छनौटमा उहाँले जसरी एउटा नेपालमा भएको एउटा लोकल र इन्डिजिनियस नलेज र यहाँको पूर्वीय दर्शनमा उहाँले गर्नुभयो मेरो चाहिँ सुरुमा राम्रो कुरा जस्तै मैले चाहिँ अब म आफू एउटा एजुकेटर भएको हिसाबले मैले त्यो ट्रेनिङ दिने सिलसिलामा विशेष गरी त्यो प्र्याक्टिसनर भन्छु म त्यो प्र्याक्टिस गर्दै जाँदाखेरि जस्तै अब टिचरहरूलाई केही कुरा बताउने आफूले कुराहरूलाई चाहिँ सिकाउँदै गर्दाखेरि त्यहाँनिर ग्याप पाएको कारणले गर्दाखेरि मैले त्यसरी टोटल्ली इन्डिजिनियस अथवा त्यो लोकल नलेज भनेर त सोचिनँ सुरुवातमा तर बिस्तारै मैले अहिले त्यो आफ्नो रिसर्चको त्यो साइट छनौट गर्दाखेरि चाहिँ विशेष गरी अलिकति इन्डिजिनियस एरिया पनि छ र अलिकति नभएको त्यो सिटी एरियातिरको पनि मैले मिक्स छानेको हुनाले
त्यो कुरा बिस्तारै बिस्तारै मेरो रिसर्चमा पनि जोड्दै आयो। हजुर जुन कारणले गर्दाखेरि एउटा लोकल पर्सपेक्टिभ पनि आउने, किन भन्दाखेरि यो पाठ्यक्रम जस्तै पाठ्यक्रम भनेको आफैमा एउटा ठुलो एउटा शब्द हो, यो आर्चिङ टर्मिनोलोजी भएको यो ठुलो शब्द भएकोले यो पाठ्यक्रमले नै वास्तविकता यो रोड म्याप दिन्छ नि, दिन्छ यो कुन बाटोमा लाने। जस्तै अब शिक्षकहरूले पनि विशेष गरी यो पाठ्यक्रम पाठ्यपुस्तकभन्दा अगाडि पाठ्यक्रमलाई बुझ्नुपर्छ। र पाठ्यक्रम चाहिँ म एउटा भनाइ पनि प्राय यो तालिम दिने सिलसिलामा तपाईँले वास्तविकता पाठ्यक्रमलाई चाहिँ एउटा नोभलको रूपमा अथवा प्रेम पत्रको रूपमा शिक्षकले चाहिँ आई थिङ्क टिचर हेज टु टेक एज नोभल अथवा प्रेम पत्रको रूपमा लिनुपर्छ जस्तो लाग्छ कि। त्यसले गर्दा पाठ्यक्रम जब तपाईँले नोभलको रूपमा लिन्छ, उपन्यासको रूपमा लिन्छ, त्यो पाठ्यक्रम पढौँ लाग्छ। तर तपाईँले यो निबन्ध जस्तो लिनुभयो भने त्यो पाठ्यक्रमलाई तपाईँले इग्नोर गर्नुहुन्छ। त्यसो भएर मेरो पिएचडीको टपिक चाहिँ विशेष गरी पाठ्यक्रमतिर छनौट गर्नुको कारण पनि यसले एउटा डिरेक्सन दिन्छ। अब पाठ्यक्रम भन्ने बित्तिकै एउटा हाम्रो नेपाल सरकारले एउटा करिकुलम डेभलपमेन्ट सेन्टरले ल यो पाठ्यक्रम हो भनेर एउटा त्यो फर्मल एउटा पाठ्यक्रम छ नि, त्यो मात्र होइन, त्यहाँ त भित्र शिक्षकले धेरै कुराहरू, शिक्षक त आफैमा एउटा इनोभेटिभ हो, किन उसमा त धेरै सृजनशीलता छ, ऊ त लोकल मान्छेसँग त्यहाँको विभिन्न डाइभर्सिटीसँग विभिन्न मानिसहरूसँग भिजेको हुन्छ। अनि त्यसले गर्दाखेरि नलेज चाहिँ त्यहाँबाट प्रोड्युस हुने रहेछ क्या, त्यो सोसाइटीबाटै नानीहरूबाटै। अनि त्यसले गर्दा आफ्नो घर समाजबाट यो ल्याङ्ग्वेजको कुरा भयो, कम्युनिटीमा के सिक्नुपर्छ, उनीहरूको संस्कृतिको कुरा जोडेको हुन्छ। त्यसरी चाहिँ बिस्तारै बिस्तारै मैले इन्टरभ्यू गर्ने क्रममा पनि मेरो त्यो अलिकति इन्टरभ्यूले त्यो अन्तर्वार्ता लिँदाखेरि शिक्षकहरूले त्यतातिरको नलेजहरू पनि अलिकति उहाँहरूले व्यक्त गर्न थाल्नुभयो। त्यस कारणले गर्दाखेरि यो मेरो टपिक चाहिँ झट्ट सुन्दाखेरि चाहिँ ओहो यो इन्टिग्रेटेड करिकुलम भनेको चाहिँ यो अलिकति वेस्टर्न पाश्चात्यबाट आएको जस्तो हुन्छ नि त्यही शब्द। तर यहाँको टपिक मात्र होइन, भित्रको त्यो मेरो फाइनेन्सहरूमा बिस्तारै बिस्तारै त्यो कुराहरू पनि तपाईँले एउटा लोकल नलेज, इन्डिजिनियस पर्सपेक्टिभ र इभन हाम्रो समुदायमा शिक्षकले वास्तविकता के न्युनेस दिन सकिन्छ भन्ने कुरा पनि मेरो यो पिएचडीको थेसिसमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ। त्यो कुराहरू अहिले डेटाले पनि त्यो कुराहरू अलिकति लिड गरिराखेको छ। त्यसले गर्दाखेरि डेटा ड्रिभन भनेको त्यो हो, तपाईँले सोसाइटीलाई के कन्ट्रिब्युसन गर्ने, तपाईँले समाजलाई के दिने भन्ने कुरा त तपाईँ आफ्नो रिसर्चरको माइन्डले मात्रै हुँदैन नि त, त्यो त त्यहाँबाट नलेज त त्यो फिल्डबाट आउँदाखेरि त्यतातिर पनि मेरो टपिक अनि सुरु र अहिलेको अब फाइन्डिङ्सहरूमा भित्र नलेज प्रोड्युस गर्ने कुरामा पक्कै पनि यो लोकल पेडागोजी अथवा लोकल नलेजतिर पनि केही कुराहरू आउँछ। किनकि मलाई इन्ट्रेस्टिङ लाग्छ कि तपाईँको कुरा सुन्दाखेरि, किनभने हाम्रो अहिले हाम्रो छलफलमा चाहिँ हामी यो कुराहरू गरिराख्छौँ नि होइन। अब हामी नेपालमै छौँ, हामी नेपालको लागि चाहिँ केही रिसर्च अथवा ज्ञान बुझ्नको लागि चाहिँ हामी काम गर्दैछौँ होइन। अनि सुरुमा त अब बाहिरको त्यो जुन टपिकहरू अथवा तपाईँले भनिहाल्नु भयो होइन, इन्टिग्रेटेड टिचिङ भनेपछि त हामी अलिकति त्यो बाहिरबाट लिएर आएको कन्सेप्ट जस्तो लाग्छ होइन। अनि हाम्रो कहिले कहिले त्यो कुरा अलिकति हाम्रो बिचको डिबेट हुन्थ्यो नि, अलिक छलफल हुन्थ्यो नि त्यो विषयमा। अनि कस्तो लाग्थ्यो तपाईँलाई त्यो? साह्रै राम्रो कुरा उठाउनुभयो। जस्तै अब एलएन म्यामले जसरी हामीले अहिले उहाँको सन्दर्भ कन्टेक्स्ट कहिले कहिले, किनकि उहाँ पनि अब हाम्रो एउटा सुपरभाइजरको रूपमा पनि उहाँले काम गर्नुहुन्छ, हामीलाई गाइडलाइन दिनुहुन्छ, गाइडेन्स गर्नुहुन्छ। अब सुरुमा चाहिँ त्यही हो हाम्रो सोचाइ चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो यो स्टुडेन्टको नोभिस स्टुडेन्टको चाहिँ सुरुमा के हुँदो रहेछ भन्दा सोचाइ टपिक कसरी छान्ने। एक्ज्याक्टली। अनि त्यतिखेर चाहिँ अनि मलाई अलिकति त्यो कुराले के टपिक छान्ने होला भन्दाखेरि अब करिकुलम मेरो इन्ट्रेस्ट हो। अनि त्यो भित्र मैले एउटा बेसिक एजुकेसनको इन्टिग्रेटेड करिकुलम छानिसकेपछि त्यो झट्ट सुन्दाखेरि त्यो अलिकति त्यो अलिकति भइराखेको इस्टाब्लिस भइसकेको टर्म जस्तो वेस्टर्न भएको जस्तो। तर भित्र मैले जोड्न खोजेको चाहिँ अहिले एकीकृत पाठ्यक्रमको नर्म्स पनि यो नेपाल सरकारले यो इन्टिग्रेटेड करिकुलम भनेको के हो भन्दाखेरि एउटा महत्त्वपूर्ण कुरा चाहिँ त्यहाँनिर तपाईँ होलिस्टिक टिचिङको कुरा छ। भन्नु त होलिस्टिक भन्दा फेरि पनि यहाँनिर सर्वाङ्गीन टिचिङको कुरा गर्दाखेरि यो सबै कुराहरू जोड्नुपर्छ भन्दाखेरि यहाँनिर इन्डिजिनिटी, तपाईँको आफ्नो लोकल नलेज, आफ्नो नानीहरूलाई वरिपरि भएको जस्तै शिक्षकले एउटा जस्तै कक्षा
1, 2, 3 मा पढ्ने नानी भनेको त्यो 6, 7, 8 वर्षको हुन्छ। त्यो 6, 7, 8 वर्षको नानीहरूलाई सिकाउने तरिका चाहिँ त्यो किताब त्यो एउटा प्रेस्क्राइब गरेको टेक्स्ट बुकमा मात्रै सीमित हुन्न। त्यस कारण त्यहाँबाट पढाउँदै जाँदाखेरि जस्तो अब एउटा कम्युनिटी जस्तै अब मेरो आफ्नै भाषा बोल्ने होइन भोटे लोमी कम्युनिटी होइन त्यो कम्युनिटीमा अब आफ्नो भाषा पढिराखेको हुन्छ। आफ्नो भाषामा त्यो नानीहरू एकदम सबै कुरा बोलिराखेको हुन्छ। तब झट्टै गर्दाखेरि त्यो नेपाल सरकारले एउटा सेन्ट्रल त्यो मेन स्ट्रिम करिकुलम लाँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि उनीहरू अलमलिने। त्यस कारणले गर्दाखेरि करिकुलमको अर्थ चाहिँ के हो भन्दाखेरि त्यो त्यहीँकै नानीहरूलाई त्यहीँकै भाषामा मदर टङ आफ्नो मातृभाषामा अनि त्यो सुरुमा त्यो मातृभाषामा सिकाउँदाखेरि नानीहरूले छिटो सिक्ने। अर्को कुरा चाहिँ पढाउनु मात्र होइन, यो हाम्रो दिमागको कुरा मात्रै होइन, नलेजको कुरा मात्रै होइन, सबभन्दा महत्त्वपूर्ण चाहिँ आफ्नो लिफ्ट एक्सपिरियन्स भन्छ नि, कल्चरसँग चाहिँ मान्छे जिराखेको हुन्छ नि। अनि त्यसरी चाहिँ जोडेर चाहिँ मैले त्यसरी नै मेरो क्वेसनरहरू मैले इन्टरभ्यू लिँदा पनि त्यो अलिकति सेमी स्ट्रक्चर क्वेसन बनाउँदा त्यसरी नै लिड गरेर लाँदाखेरि चाहिँ एउटा मेरो त्यो रिसर्च साइटबाट चाहिँ यो पार्टिसिपेन्टहरूले चाहिँ त्यस्तो रेस्पोन्डेन्टको कुराहरू पनि एकदम राम्रो कुरा उनीहरूको कल्चरमा भाषामा उनीहरूको रिलिजन पर्सपेक्टिभमा इन्टिग्रेटेड टिचिङ चाहिँ गरिराखेको हुन्छ कि अब सरकारले यो गर्नै पर्छ भनेर गरेको हुन्छ कि के फरक छ त्यहाँ? एकदम राम्रो। किन भन्दाखेरि यो 2076 सालदेखि लगभग यो अब तपाईँले यसो हेर्दै भने 5-6 वर्ष भइसक्यो सरकारले लागू गरिदियो यो गर्नुपर्छ भनेर। तर वास्तविकता टिचरहरूमा प्रिपेयर नभएको, त्यो टिचर रेडिनेस नभएको, अनि त्यो टिचरहरूमा त अलबलिराखेको वास्तविकता त्यो इन्टिग्रेसन। त्यस कारणले गर्दा मेरो एउटा यो रिसर्चको उद्देश्य पनि पर्सेप्सन क्या, उनीहरूले कसरी त्यो लिन्छ त्यो पनि मेरो एउटा रिसर्च क्वेसन हो क्या। कसरी उनीहरूले लिन्छ त्यो कुरालाई अनि कसरी प्र्याक्टिस गर्छ भने त पछाडि आउँछ नि। त्यस कारण अहिले हेर्दा चाहिँ अहिलेसम्म मेरो इनिसियल उसहरूले चाहिँ के भन्छ भन्दाखेरि यो चाहिँ सरकारले लागू गर्यो, इम्प्लिमेन्ट गर्यो, तर टिचरहरूमा ठुलो ग्याप देखेको छ। एकदम त्यो इम्प्लिमेन्ट गर्न नसकेको, अलिकति उहाँहरू अलिक कन्फ्युजन भएको कुराहरू चाहिँ मैले बढी पाएको छु। अनि यही कुरालाई चाहिँ मैले फ्युचरमा कसरी कन्ट्रिब्युट गर्न सक्छु, कसरी मेरो रिसर्चले चाहिँ यो नेपालको एजुकेसनमा अथवा मेरो रिसर्चले चाहिँ टिचर एजुकेसनमा पक्कै पनि त्यो फाइन्डिङ्सहरूले एउटा नयाँ बाटो। अनि इन्टिग्रेसन हुनै पर्छ भन्नुपर्छ त? इन्टिग्रेटेड टिचिङ हुनै पर्छ तपाईँको विचारमा? एकदम राम्रो कुरा गर्नु। वास्तविकता पोलिसी र प्र्याक्टिसको ग्याप भनेको त्यो हो। यो नीति र तपाईँले कार्यान्वयनको ग्याप भनेको त्यो हो। किन भन्दाखेरि नीतिले तपाईँले भनेको जस्तो इन्टिग्रेटेड हुनुपर्छ भनेको छ, तर त्यो इम्प्लिमेन्टेसनमा त्यो ग्यापिङ देखेको छ। त्यसकारण हुनै पर्छ कि हुनु हुँदैन कि के चाहिँ हुनुपर्छ भनेर चाहिँ म अहिले आफू रिसर्च गर्दैछु। त्यस कारण अबको यसको रिसर्चको कन्ट्रिब्युसनै त्यो अब मैले चाहिँ यो मध्यमार्गी यो हुन्छ नि बिचको के बाटो पनि आउन सक्छ मेरो एउटा एक्सपेक्टेड रिजल्टहरू होइन। किन भन्दाखेरि वास्तविकता हाम्रो धेरै कुराले रोल खेल्छ नि। टिचर त्यो लेभलको एकदम त्यो भएर हजुरले सोध्नु भएको प्रश्न पनि त्यो होला। किन भन्दा वेस्टर्नतिर डेभलप छन्, त्यहाँनिर बिल्डिङको चिन्ता गर्नु पर्दैन, फाइनेन्सको चिन्ता गर्नु पर्दैन, उनीहरूको एक खालको एजुकेसन लगभग 100 years ahead छ। अब हाम्रो नेपालमा भर्खर त्यो खालको प्र्याक्टिस लाग्नु खोज्दाखेरि त्यहाँनिर धेरै इन्फ्रास्ट्रक्चर, टिचर प्रिपेरेसन नभएको, टिचरलाई त्यो कुराको राम्रो ज्ञान नभएको कारणले गर्दाखेरि इन्टिग्रेसनै गर्नुपर्छ भनेर पोलिसीमा चाहिँ छ, तर इन्टिग्रेसन गर्न चाहिँ निकै च्यालेन्ज भएको चाहिँ मैले पाएको छु मेरो अनुभवमा। अहिले मैले त्यो अनुभवमा त्यो पाएको छु। त्यस कारणले गर्दाखेरि नि टिचरहरूले त्यही भन्नुहुन्छ क्या, म त इन्टिग्रेसन चाहिँ गरेको, इन्टिग्रेटेड करिकुलम त भनेको छ, तर म त हाम्रो सेरोफेरो हाम्रो वरिपरिको कुराहरू पढाउनु पर्ने, म त्यसको सब्जेक्टको टिचर हुँ, म फेरि म्याथको टिचर हुँ भन्नुभयो। शिक्षकहरूमा चाहिँ फेरि त्यो डिसिप्लिनरी माइन्डसेट छ नि, त्यो विषयगत उसले विषय पहिला पढाएको थियो, त्यही खालको मानसिकता भएको कारणले त्यसलाई परिवर्तन गर्न निकै गाह्रो छ। त्यो चाहिँ अलिकति गाह्रो मैले महसुस गरिराखेँ। कति इन्ट्रेस्टिङ कुरा है। मलाई किनभने तपाईँको अब सुरुमा चाहिँ हामी यो विषयमा धेरै कुरा गरेको यो इम्पोज्ड शब्द हो कि भनेर होइन। किनभने अब कति अब चाहिएको कुरा हुन्छ नि हाम्रो अहिलेको एजुकेसनमा, हामी चाहिँ यो कुरालाई चाहिँ कसरी बुझ्ने त कल्चरको अर्थ। किनभने एजुकेसन र कल्चर चाहिँ छुटाउन सकिँदैन होइन। एजुकेसन भनेको त कल्चरसँग एकदमै त्यो जोडेको हुन्छ।
र इन्टरनेसनल भन्न अब इन्टरनेसनल एजुकेसन हुन्छ र मेरो क्वेसन है, किनभने एजुकेसन भनेको त एउटा कल्चर अथवा एउटा ठाउँ एउटा सिचुएसनमा चाहिँ भर पर्छ नि। त्यसकारण चाहिँ हामी बाहिरबाट चाहिँ त्यो इन्टरनेसनल कुरा लिएर यहाँ चाहिँ अब इम्पोज गर्ने कुरामा चाहिँ हामी धेरै छलफल गर्छौँ नि यो विषयमा होइन। अनि अब तपाईँको पनि अब हाम्रो पनि डिस्कसन हुन्थ्यो नि पहिला, तपाईँ मेन्टरिङ गर्न चाहन्छौँ भनेर होइन। मेन्टरिङको त्यो शब्द तपाईँले लिइहाल्नु भयो। एकदमै त्यो कुरामा त मैले अघि भनिहालेँ, म कन्भिन्स पनि भएँ। किन हुनुभयो त होइन। अब कस्तो छ भन्दाखेरि शिक्षा चाहिँ अघि हजुरले भने जस्तै हजुर ठाउँ विशेषको, परिस्थिति विशेषको होइन, समय विशेषको हुन्छ। शिक्षा भनेको चाहिँ सधैँभरि एकै खालको शिक्षा सबै ठाउँमा एकै तरिकाले चल्छ जान्छ भन्ने होइन। अब के भयो हाम्रो कन्टेक्स्टमा चाहिँ, हाम्रो सन्दर्भमा, नेपालको सन्दर्भमा चाहिँ मेरो बुझाइमा के भयो भने हामीहरूलाई जस्तो अब अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले सहयोग गरेर नै भनौँ न, हामीहरूको चाहिँ शिक्षाको लेभल अलिकति अप भएको मलाई लाग्छ क्या पहिले सुरुमा। त्यो सुरुको अवस्थामा चाहिँ जस्तो टिचर एजुकेसनकै कुरा गर्ने हो नेपालको भनेदेखि उहाँहरूको फन्डले, उहाँहरूको सहयोगले, एक्सपर्टिजले नै हाम्रो शिक्षक विकासको चाहिँ अभ्यास सुरु भयो होइन। त्यसपछि के भयो त भन्दाखेरि अब त्यतिखेर सुरुमा त होइन सिङ्गीजी जस्तो अघि तपाईँले भन्नुभयो यहाँको इन्टिग्रेटेड करिकुलम कुरा ल्याउनु भयो नि, यस्तो चिजहरू हामीलाई थाहा थिएन क्या पहिले। हामीलाई चाहिँ यो बाहिरी दाताहरूको सहयोगबाटै भएको सुरुमा। फेरि अब अहिले आएर के भयो त भन्दाखेरि दाताहरूकै सहयोगमा के भनिँदैछ भन्दाखेरि होइन यो त नहुँदो रहेछ, हामीले बनाएको प्याकेज हाम्रो परिवेशमा ठिक थियो होइन, हाम्रो समयमा ठिक थियो, तर त्यो ठाउँमा अथवा त्यो परिवेशमा त्यो समयमा ठिक नहुँदो रहेछ। अब तपाईँहरूको आफ्नै खालको पेडागोजी खोज्नुहोस्, आफ्नै खालको कन्टेन्ट खोज्नुहोस्, करिकुलम खोज्नुहोस् भनेर फेरि यस्तो हाम्रो ब्रिटिस काउन्सिलको एउटा सानो उदाहरण दिन्छु म होइन। उहाँहरूले पहिले अब त्यो EMI इङ्ग्लिस एज अ मिडियम इन्स्ट्रक्सनमा धेरै सहयोग गर्नुभयो। अब अहिले पछि समय आएपछि चाहिँ होइन EMI मात्रै हुँदैन, अहिले चाहिँ मल्टिकल्चरलिजमको कुरा आयो होइन। यहाँ तपाईँहरूको आफ्नै कल्चर छ, तपाईँहरूको धेरै बहुभाषा छ, त्यसलाई समेट्नुपर्छ भन्ने कुराहरू फेरि उहाँहरूले नै त्यो सहयोग गर्न थाल्नुभयो होइन। अहिले पनि हामी अब के गर्दैछौँ भने हामीसँगै हाम्रै हेरिटेजहरू भनौँ न, हाम्रै सम्पदाहरू छन्। नलेज सिस्टम हाम्रो आफ्नै छ, ट्रेडिसनल नलेज सिस्टम छ नि त, किनभने हाम्रा पुर्खाहरूले अपनाएका विधि पद्धति, उहाँहरूले उत्पादन गरेको ज्ञान छ नि त अहिले पनि। तर शिक्षाले के गरिदियो भने मेरो विचारमा चाहिँ हाम्रो मोरल एजुकेसनको नाममा जुन शिक्षा हामीले दियौँ त्यो शिक्षाले चाहिँ त्यो प्रति गर्व गर्न सक्ने अवस्था बनाइदिएन कि। अहिले हाम्रो म अहिले थप्छु एउटा कुरा, जस्तो अहिले हाम्रो बालबच्चाहरू यहीँ नेपालमै बस्ने, नेपालकै चाहिँ भूमिमा योगदान गर्ने होइन, यहीँकै संस्कृति समाज बुझ्ने, यहाँकै ज्ञान प्रणालीलाई बुझ्ने भन्दा पनि कसरी हामी चाहिँ बाहिर जाने, अन्तर्राष्ट्रिय रूपमा चाहिँ धेरै कमाउन जाने अथवा धेरै सिक्न जाने, उहाँहरूको त्यो ठुलोपनप्रति हामीले जिम्मेवार बनाउन सकेन हाम्रो शिक्षाले भन्ने लाग्छ मलाई चाहिँ। किनभने गर्नै गर्नुहुन्न उहाँहरू आफ्नो प्यारेन्ट्सप्रति भनौँ न, हाम्रो अभिभावकप्रति, आफ्नो ठाउँप्रति होइन, आफ्नो संस्कृतिप्रति गर्व गर्न सक्ने अवस्था चाहिँ अहिले नभइरहेको हो कि जस्तो लाग्छ। त्यसो भएर हाम्रो शिक्षाले यतिखेर फर्किनु पर्दैछ। हाम्रा सन्ततिहरूलाई चाहिँ हाम्रो शिक्षाले के सिकाउनु पर्यो भन्दाखेरि हाम्रो आफ्नो शिक्षा पद्धति पनि वैज्ञानिक थियो कि थिएन त, थिएन। यसरी प्रश्न गर्न सक्ने बनाउनु पर्ने अवस्था, किनभने हामीसँग छ नि त, सदियौँदेखि चलिरहेको चाहिँ तपाईँको पद्धतिहरू छ नि। हजुर। अनि यो विषयमा चाहिँ अब कुरा आयो होइन, किन मलाई के लाग्छ भने तपाईँको पनि कमेन्ट लिनु ल। तर अहिले यो तपाईँले भन्नुभएको कुरा चाहिँ अलिकति ट्रेडिसनलतिर गयो होइन। अनि हाम्रो अहिले त्यो कन्टेक्स्टमा के देखिन्छ भने तपाईँले इन्टिग्रेटेड भन्नुहुन्छ, इन्क्लुजनको कुराहरू आइरहेको छ, धेरै शब्दहरू हामीले प्रयोग गर्छौँ एजुकेसनमा, चाइल्ड सेन्टर्ड एजुकेसन भन्छौँ। तर अनि चाइल्ड सेन्टर चाहिँ अब नर्वेको अथवा विदेशको शब्द भन्छौँ होइन। नेपालको त के हो त, अब नर्वे अनि विदेशको शब्द चाहिँ चाइल्ड सेन्टर हो भने लोकल कल्चरलाई चाहिँ हामीले कसरी बुझिन्छ त भन्ने क्वेसन चाहिँ मेरो मनमा आउँछ। त्यो पहिलादेखि नै मलाई चाहिँ अलिक ठिक लागेन कि त्यो कुरा, किनभने नेपालमा चाहिँ चाइल्ड सेन्टर्ड छैन त भन्ने क्वेसन आउँछ नि।
होइन। अनि त्यो कुराले चाहिँ हामीलाई चाहिँ अलिकति त्यो नयाँ अब आइडिया दियो। किनभने नेपालमा चाहिँ चाइल्ड सेन्टर हुँदैन, नेपालीहरू अब त्यो कल्चरली ट्रेडिसनल छ, यसलाई चाहिँ अब नबुझ्ने अथवा हामीले बुझेको छैन कि भन्ने क्वेसन राख्नु पर्यो नि, होइन। अनि त्यो कुरामा चाहिँ तपाईँले चाहिँ धेरै एक्सप्लोर गर्नुभएको छ। एकदमै तर तपाईँको कमेन्ट अब के भन्न मन लागेको छ कि त्यो विषयमा? केही छ भने राख्नु न सिनिजी। गोविन्दजीको लगभग हाम्रो टपिक यस्तो हो। अब मैले झट्ट मेरो टपिक र अब गोविन्दजीको पिएचडीको टपिक र मेरो टपिक यसो झट्ट हेर्दाखेरि उहाँले बढी तपाईँले गुरुकुल अब एउटा लोकल नलेज बढी एउटा इस्टर्न फिलोसफीमा पनि त्यो कुरा ग्राउन्डेड छ, जुन कुरा अहिले हजुरले सोध्नुभयो मलाई। अब जस्तै मेरो चाहिँ जस्तै चाइल्ड सेन्टर भन्यो, त्यो इन्टिग्रेटेड भन्यो, त्यो कुरा चाहिँ झट्ट सुन्दाखेरि चाहिँ मान्छेले सुन्दाखेरि चाहिँ यो चाहिँ अलिकति वेस्टर्न टर्मिनोलोजी, त्यहाँको शब्दहरूलाई किन भन्दाखेरि अहिले नेपालमा पनि प्राय अब एउटा पिएचडी गर्ने अथवा कुनै पनि हायर स्टडीमा त्यो रिसर्च गर्ने भन्ने बित्तिकै शब्द चाहिँ के हुन्छ, बाहिरबाट हुन्छ नि अलिकति ओभरआर्चिङ जुन चाहिँ चलेको छ त्यो कुराहरू चाहिँ बढी गर्ने चलन छ। तर अब जहाँसम्म तपाईँको कुरा रह्यो, कसरी नेपालमा चाहिँ चाइल्ड सेन्टर एजुकेसन छैन त? नेपालको आफ्नो वे अफ टिचिङ, वे अफ त्यो चाइल्ड केयरिङ, रियरिङ, एजुकेटिङ गर्ने तरिका चाहिँ अब सबै प्यारेन्ट्सले चाहिँ आफ्नो बच्चालाई माया गर्छ होइन। अब त्यो हामी चाहिँ चाइल्ड सेन्टर, उहाँहरू चाहिँ चाइल्ड सेन्टर होइन र आफ्नो तरिकाले चाइल्ड सेन्टर हुन्छ नि। त्यसमा एग्री गर्छु। किन भन्दाखेरि त्यो भएको कारणले गर्दाखेरि हाम्रो नेपालीको एउटा नानीहरू हुर्काउने, बालबालिकाले हुर्काउने, एजुकेट गर्ने, केयरिङ गर्ने आफ्नो एउटा लोकल एउटा इन्डिजिनियस प्र्याक्टिस छ नि त। जस्तै उदाहरणको लागि जस्तै ब्रेस्ट फिडिङको कुराहरू हो कि जस्तो अब प्राय मान्छेहरूले अब नानीहरू सानो जन्मेदेखि अब तपाईँ चाहिँ नि ब्रेस्ट फिडिङ नगर्ने हो कि त्यो। तर नेपालमा त्यो ब्रेस्ट फिडिङ गर्ने उसलाई चाहिँ राम्रो एकदम आफ्नो कल्चर छ नि त, त्यसले गर्दा नानीहरू हेल्दी हुने हो कि होइन, उनीहरूको त्यो नानी आमा र त्यो बच्चाको एट्याचमेन्ट पनि राम्रो हुने। अब त्यो कुरालाई हामीले नकार्न सकिँदैन। जस्तो अब तपाईँले अब त्यसले गर्दा मेरो भनाइ पनि त्यो हो कि मेरो एउटा पिएचडीको अलिकति डिरेक्सन पनि के भन्दाखेरि सबै कुरा मैले उताबाट इम्पोर्टेड अथवा त्यो गरेको कुरा मात्रै होइन, तर नेपाल भित्र पनि कसरी प्र्याक्टिस इन्टिग्रेटेडको एउटा शब्द पनि होला नि, नेपाली शब्द होइन। अब हामी ठिकै छ, तपाईँहरूले अब मेरो लागि सजिलो बनाउनु इन्टिग्रेटेड भन्नुहुन्छ, तर नेपाली शब्दबाट सुरु गर्दा कस्तो होला होइन। किनभने ठिकै छ, त्यो सानो एउटा एडजस्टमेन्ट भयो भने अब नेपाली शब्दमा चाहिँ त्यो इन्टिग्रेसनको कुराहरू केही अर्थ हुनु पनि सक्छ होइन, त्यसको अर्थ चाहिँ अर्कै हुनसक्छ, अथवा तपाईँको आफ्नो भाषामा कस्तो होला। मैले एकदम राम्रो कुरा गर्नुभयो। यो इन्टिग्रेटेड भनेर मैले अहिले अलिकति युज टु भएको कारण त्यही मेरो पनि त्यही सर्वाङ्गीन होइन, एकीकृत अब सर्वाङ्गीन एकीकृत पाठ्यक्रम भने एकीकृत भनिन्छ अब इन्टिग्रेट। अब मेरो भाषामा भन्दा जस्तो मेरो आफ्नै भाषा छ नि त, मेरो आफ्नो कम्युनिटीको आफ्नै भाषा छ। अब त्यसमा चाहिँ मैले अघि पनि भनिसकेँ नि, जस्तै हामीले त्यहाँ पढ्दाखेरि मेरो गाउँमा पढ्दाखेरि मैले जहिले पनि भन्ने गर्छु, मेरो गाउँमा एउटा ताल छ, किपुक ताल भन्ने छ। किपुक ताल त्यहाँको तालहरू छ, तर त्यसको बारेमा हामीले कहिले पनि पढाएन क्या। किपुक ताल, त्यहाँको पहाड सिम्बोक्पो भन्ने ताल छ होइन, त्यहाँको नदीको बारेमा, त्यहाँको तालहरूको बारेमा, पोखरीहरूको बारेमा हामीले कहिले पनि पढ्न पाएनौँ। हामीले के पढ्नु पर्थ्यो, फेवा तालको बारेमा पढ्नु पर्थ्यो, हामीले के को बारेमा पढ्नु पर्थ्यो, माछा पुच्छ्रेको बारेमा पढ्नु पर्थ्यो, किताबमा त्यसो थियो। त्यसले गर्दाखेरि त्यो चाहिँ मेन स्ट्रिम करिकुलमबाट त्यसरी आयो। अब हामीले हाम्रै गाउँको लोकल त्यहाँकै नदी, त्यहाँकै पहाड, त्यही कन्दाको बारेमा हामीले पढ्न पाएको भए हामीसँग के हुँदैन, अहिले उसले पनि म मेरो गाउँ फर्क्यो भने मेरो त्यो गाउँ ठाउँको नामहरू मलाई थाहा हुँदैन। किन भन्दाखेरि हो त्यो कारणले गर्दाखेरि तपाईँले भने जस्तै यो एकीकृत पाठ्यक्रमले चाहिँ एउटा नेपालको एउटा पाठ्यक्रमको उसले पनि एउटा पोलिसीले पनि के दिएको छ भने एउटा लोकल करिकुलम। लोकल म आफू पनि मेरो गाउँपालिका भोटखोला गाउँपालिकाको मैले पनि 2080मा हामीले एउटा लोकल करिकुलम, म पनि एउटा विषय विज्ञको रूपमा काम गरेर हामीले एउटा लोकल करिकुलम भोटखोलाको सेरोफेरो भन्ने एउटा पाठ्यक्रम हामीले लेखेका पनि छौँ। त्यहाँ चाहिँ हामीले बढी त्यहाँको लोकल त्यहीँ वरिपरिको नलेजलाई चाहिँ स्टुडेन्टलाई कसरी सिकाउने,
तपाईँको जुन त्यो टपिक छ नि तपाईँले चाहिँ त्यो कुरालाई चाहिँ अलि एकदम लाइक प्र्याक्टिकल अब स्कुलभित्र चाहिँ लागोस् भनेर अनि त्यो कल्चरसँग जोडेर काम गर्नु भएको पनि छ र तपाईँले चाहिँ यो कुराहरू चाहिँ अब त्यो ज्ञानलाई चाहिँ तपाईँले चाहिँ अब अहिले एक्सप्लोर गर्दै हुनुहुन्छ धेरै धेरै इन्ट्रेस्टिङ कुरा आएको छ अनि त्यो हामी आफ्नो कामपट्टि अब अलिकति क्रिटिकल पनि हुनुपर्छ नि अब रिसर्च भनेको त हाम्रो डिबेटमा हामी चाहिँ त्यो कुरा राख्छौँ या टेबलमा राख्छौँ अहिले हामीले कुरा गरिरहेछौँ नि एक्चुली त्यो गर्नै पर्छ होइन आफूलाई पनि क्रिटिसाइज गर्नुपर्छ होइन तर मैले पनि धेरै कुराहरू सिकिरहेको छु तपाईँहरूबाट तर अब तपाईँले चाहिँ झन् अहिले त सुरुदेखि नै कल्चरतिर जानुभएको थियो होइन किनभने तपाईँलाई अहिले अझै च्यालेन्ज गर्यो नि हामीले सुरुमा होइन गोविन्दजी र मौटप जस्तो मैले यो अहिले एकीकृतको कुरा गर्दै जाँदा होलिस्टिकको कुराहरू गर्दैछ उहाँले चाहिँ गुरुकुल एक्सप्लोर गर्दै हुन्छ नि मलाई जिज्ञासा लागेको क्या किनकि अहिले सुन्नु हजुर तपाईँको गुरुकुलभित्र पनि होलिस्टिक छ भन्ने कुरा थोरै तपाईँको अलिकति रिसर्चको त्यो विषय भन्नु पर्यो नि किनभने नि तपाईँ मेन्टरिङ भन्नुभएको थियो नि अब हामी एकदम एक्साइटेड भयो नि किनभने यो विषय चाहिँ हाम्रै विषय हो नि त्यो होइन अब कसरी बुझ्ने त हजुर गुरुकुल भनेर सुरु गर्नुभएको बुझिएको छ र फरक तरिकाले बुझाइएको रहेछ क्या मैले आफूले पनि गुरुकुल पद्धति कहिलेकाहीँ भन्दाखेरि चाहिँ हामी यो आधुनिक शिक्षा पद्धतिमा पनि भनेका छौँ क्या यो गुरुकुलिन पद्धतिले कहाँ पुगिन्छ हामी व्यङ्ग्य गर्छन् क्या मान्छे गर्थ्यो भनौँ न अनि के हामीले बुझेको छैन गुरुकुललाई खराब हुन्छ हामीले बुझेको छैन कि आफैले पो बुझेको छैन कि होइन मलाई चाहिँ त्यस्तो लाग्यो है अनि गुरुकुल भनेपछि के थियो पण्डितहरू उत्पादन गर्ने मात्रै हो होइन धर्मसँग मात्रै जोडिएको हो कि मलाई यस्ता क्वेसनहरू आयो नि त मेन्टरिङ भनेको नि सरी मेन्टरिङ भनेको त्यो भाषाको कुरा आयो नि फेरि भाषा अब मेन्टरिङ भने नेपाली शब्द पनि होला नि होइन अनि यो कल्चरसँग पनि त्यो एउटा एक किसिमको मेन्टरिङ पनि हुन्छ एकदमै मेन्टरिङ त त्यहाँको मूलभूत कुरा नै भयो ग्रुपभित्र किनभने जस्तो आफ्नो सम्पदा संस्कृति होइन परम्परालाई चाहिँ निरन्तर दिनको लागि शिक्षक विकास गर्ने एउटा पद्धति रहेछ त्यो शब्द गुरु शिष्य परम्परा भनेर छ त्यो गुरु शिष्य परम्परा भनेको चाहिँ जस्तो मैले यहाँ भन्न खोजेको कुरा चाहिँ नि गुरुकुल पद्धतिलाई जुन हाम्रो सदियौँदेखि होइन चलिआएको एउटा पुरानो पनि हो नि शैक्षणिक पद्धतिलाई चाहिँ बुझ्ने तरिका मानिसहरूको अलिकति फरक रहेछ बाहिर म बाहिर बसेर हेर्दा त्यस्तो फरक तरिकाले सोच्थेँ होइन तर जब त्यो भित्र छिरिसकेँ कस्तो लागेको छ तपाईँ गुरुकुल पद्धति भनेको चाहिँ त्यति मात्रै हामीले बुझे जस्तो होइन रहेछ त्यो बिल्कुलै फरक मैले चाहिँ त्यहाँ पाएँ महसुस गरेँ कि किनभने अघि सिंहजीले होलिस्टिक कुरा गर्दै हुनुहुन्थ्यो अघि होइन त्यहाँ चाहिँ एकीकृतको कुरा गर्दै हुनुहुन्थ्यो त्यो सबै कुरा जीवनसँग जीवन पद्धतिसँग चाहिँ गुरुकुल शिक्षा पद्धति जोडिएको रहेछ क्या होइन जस्तो चाहिँ एक दुईवटा कुरा भनौँ गुरुकुलभित्रको शैक्षणिक पद्धति भनेको चाहिँ एउटा गुरु र शिष्य बिचको अत्यन्तै घनिष्ठ सम्बन्धको साथ सिक्ने सिकाउने प्रक्रिया चल्दो रहेछ एक नम्बर होइन दोस्रो नम्बरमा चाहिँ के पाइयो भन्दाखेरि प्राकृतिक वातावरणको नजिक रहेर प्राकृतिक वातावरण हुन्छ नि जो जस्तो मलाई के लाग्छ भने अहिले के महसुस भयो भने हामीहरू अहिले बढी चिन्तित होइन यो के भन्छ यो डिप्रेसन फ्रस्ट्रेसन मान्छेहरूमा छ नि युवाहरूमा बढी छ नि किन भइराखेका छ भन्दाखेरि हामी प्रकृतिभन्दा अलिक टाढा टाढा गइरहेका छौँ क्या हामी सहर केन्द्रित भएका छौँ हाम्रो बस्ने खाने रहन सहन छ नि जीवनको त्यो रहन सहन फरक भएको छ त्यसले गर्दाखेरि चाहिँ नि मानिसहरूमा त्यो भएको छ तर त्योबाट अलिकति फरक प्राकृतिक वातावरणमा होइन गुरुको सामिप्यमा बसेर सिक्ने अनि त्यसपछि चिन्तन गर्ने भनेको ध्यान गर्ने योग गर्ने अध्ययन गर्ने स्व अध्ययन गर्ने त्यो थुप्रै अभ्यासहरू मैले पाएको छु यद्यपि मेरो अब अध्ययनको अन्तिम छैन तर पनि गुरुकुलभित्र चाहिँ त्यो शैक्षणिक शिक्षण पद्धति पनि त्यस्तो छ र अब त्यो शिक्षक विकास गर्ने पद्धति पनि अलिकति फरक जुन हामीले अहिले आधुनिक शिक्षा पद्धतिमा ल्याउनु पर्ने केही कुराहरू त्यहाँ मैले मेरो अध्ययनले भेटेको चाहिँ छ
र तपाईँले यो कसरी बुझ्नु भएको छ, तपाईँ कसरी पाउनुभयो यो कुराहरू, तपाईँको रिसर्च चाहिँ कस्तो छ, तपाईँ के गर्नुहुन्छ त्यो बुझ्नलाई, ओके इन्टरभ्यू गर्नुहुन्छ अथवा के गर्नुहुन्छ तपाईँले? यसो छ, मैले चाहिँ म आफू इमर्सिभ भन्छ क्या होइन, म आफू चाहिँ प्रत्येक नेपालका 4वटा गुरुकुलमा अहिले पहिलो चरणमा गएँ। म सुरुमा चाहिँ मैले यो सुनसरी जिल्लाको गुरुकुलबाट सुरु गरेँ। हजुर। अनि त्यहाँ लगभग 15 दिन चाहिँ उहाँहरूसँगै बसेँ क्या म त्यो गुरुकुलभित्र गएँ, त्यहाँको चाहिँ वरिपरिको वातावरणहरू हेरेँ, शिक्षा गुरुहरूसँग, अनि त्यो गुरुकुल सञ्चालकहरूसँग होइन सबैसँग बसेँ, त्यसलाई हेर्दै गएँ, बुझ्दै गएँ, त्यहाँको समुदायसँग नै बुझेँ कसरी चल्छ गुरुकुल। अनि विद्यार्थीहरूसँग अन्तर्वार्ता, मेरो अघि हजुरले भने जस्तो एउटा पहिलो चाहिँ अन्तर्वार्ता नै भयो होइन, अन्तर्वार्ता भयो। दोस्रो चाहिँ त्यहाँको अब्जर्भेसन भयो। तेस्रो चाहिँ अब मेरो आफ्नो रिफ्लेक्सन थियो। म त्यहाँ बसेर चाहिँ अब के हो त साँच्चै यतिका मान्छे, जस्तो एउटा गुरुकुलमा 300+ विद्यार्थीहरू अहिले पनि आइरहेका छन्, गुरुकुलको संख्या बढ्दैछ भने चाहिँ के छ त्यहाँ, होइन के कुराले तानिरहेको छ उनीहरूलाई अहिलेको समयमा भनेर मैले हेरेँ। गुरुकुलमा चाइल्ड सेन्ट्रेडनेस छ कि? हो, यो प्रश्न चाहिँ मलाई तपाईँले सोधिदिनुहुन्छ कि भन्ने लागेको थियो। यो चाइल्ड सेन्टर भनेको छ नि, के हो यो चाइल्ड सेन्टर भनेको के हो त? यो चाहिँ अघि हजुरले सुरुमा भने जस्तै चाहिँ यो उता बुझेको कुरा र यता बुझेको कुरा, पश्चिमतिर बुझेको कुरा र हाम्रो पूर्वीय दर्शनमा भएको कुरामा फरक रहेछ। गुरुकुलमा चाहिँ वास्तवमा चाइल्ड सेन्टर हो कि जस्तो लागेको छ क्या मलाई शिक्षण पद्धति, किनभने त्यहाँ इन्डिभिजुअल केयर हुँदो रहेछ क्या। एउटा शिष्य आएपछि जस्तो गुरुकुलभित्र प्रवेश गरिसकेपछि होइन, कक्षा कहीँ कक्षा 4मा पनि, र सामान्यतया कक्षा 6मा चाहिँ 6देखि चाहिँ गुरुकुल सुरु हुँदो रहेछ। त्यो बच्चातिर आइसकेपछि सुरुमै चाहिँ त्यसको के हुँदो रहेछ भन्दाखेरि, अब यो अहिले निष्कर्षले पछि अहिले बताउँछ, मेरो अहिले अब्जर्भेसन मेरो अवलोकन अन्तर्वार्ताले के देखाउँछ भने उहाँहरूको चाहिँ क्षमता हेरिँदो रहेछ। पहिले बच्चा केमा अब्बल छ, के गर्न सक्छ, जस्तो चाहिँ यो यसले चाहिँ ज्योतिष शास्त्र भनेर जान सक्छ कि, अथवा चाहिँ यो अरू स्पिरिचुअल लिडर हुन सक्छ कि, यसको क्षमता के छ भनेर अलिकति पहिचान गर्ने काम सुरुमा हुँदो रहेछ। त्यो चाइल्ड सेन्ट्री हो नि। दोस्रो चाहिँ के हुन्छ भने उसको क्षमता अनुसारको चाहिँ गुरुले जिम्मेवारी दिएर होइन बस्ने, खाने, पढ्ने व्यवस्था मिलाइदिनु हुँदो रहेछ। त्यो पनि चाइल्ड सेन्ट्री भनेपछि त्यो अलिकति स्ट्रिक्ट खालको इन्भाइरोमेन्ट हुन्छ अथवा डिसिप्लिनमा राखिन्छ, त्यहाँ गुरु अथोरिटेटिभ हुन्छ भन्ने चलन मैले बुझेको थिएँ। त्यो चाहिँ अलिक परम्परागत गुरुकुलमा त्यस्तो देखिँदो रहेछ, तर अहिलेको गुरुकुलमा चाहिँ त्यो देखिएन। त्यहाँ चाहिँ अलिक डेमोक्रेटिक नै छ। यद्यपि गुरुको अन्डरमा रहेर होइन अनुशासनमा बसेर स्व अध्ययन गरेर, अनुशासन भनेको माया होइन र? अनुशासन भनेको माया नेगेटिभ मात्रै हो र? कस्तो मजाको कुरा छ भने हजुरले चाहिँ त्यहाँ भनिहाल्नुभयो, जस्तो हाम्रो दिनचर्या छ नि, बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्म हामी के गर्छौँ भन्ने पनि शैक्षणिक पद्धतिभित्र, शिक्षण पद्धतिभित्र पढ्नु पर्ने रहेछ कि। जस्तो बच्चाले चाहिँ त्यहाँ 4 बजे ब्रह्म मुहुर्तमा उठ्ने होइन, सबैजना एकजना मात्रै होइन, गाह्रो है। बिहान 4 बजे उठ्ने, स्नान गर्ने, प्रार्थना गर्ने है, त्यसपछि गएर चाहिँ पूजा गर्ने, अनि त्यसपछि आफ्नो कामहरू गर्ने। पढ्ने काम मात्रै गर्छ कि अरू के गर्छ? स्ट्रिक्ट खालको चाहिँ त्यो एउटा सेड्युल छ दिनभरिको त्यो गुरुकुलभित्र नि। त्यहाँ चाहिँ अध्ययन गर्ने मात्रै होइन, त्यहाँ खेल्न पनि पाउँछन् बच्चाले, एकअर्कामा कुरा पनि गर्न पाउँछन् होइन। अब जस्तो कसैलाई त्यो सङ्गीतमा रहन्छ भने सङ्गीतको कक्षा पनि नपाए, सबै खालको चाहिँ कम्पोनेन्ट, त्यही भएर होलिस्टिक भनेको होला सिङ्गीजी। अघि हजुरले होलिस्टिकको कुरा गर्दै हुन्थ्यो नि, त्यो होलिस्टिक चाहिँ त्यही कारणले चाहिँ त्यहाँ भएको रहेछ। एउटा बच्चालाई जीवनयापन गर्नको लागि आवश्यक पर्ने सबै खालका कुराहरूलाई चाहिँ त्यहाँ परिपूर्ति गर्न खोजिएको अहिलेका गुरुकुलमा पाएँ मैले। पाउनु भयो। त्यसो भएकोले चाइल्ड सेन्ट्रिक छैन गुरुकुल, त्यो होइन, मेरो चाहिँ त्यो आर्गुमेन्ट छ। हजुर, ठिकै छ। अब धेरै कुराहरू चाहिँ अति इन्ट्रेस्टिङ कुराहरू आयो होइन। तपाईँले अस्ति मलाई के भन्नुभएको थियो भने अब त्यो जुन त्यो गुरुसँग चाहिँ त्यो एट्याचमेन्ट चाहिँ कहिले पनि सिद्धिँदैन भन्नुभएको थियो नि। त्यो कुरा अल लाइफ लङ जस्तै त्यो सम्बन्ध हुन्छ भन्नुभएको थियो है।
त्यो अलिकति बताउनु। अब कस्तो छ भने अध्ययनले देखेको सुरुको कुरा बताइहालेन मैले। एउटा बच्चा गुरुकुलमा आयो नि, गुरुले त्यो यसो हेर्नुहुन्छ, त्यहाँ एकजना अब मुख्य गुरु हुनुहुन्छ नि त होइन, मुख्य गुरुले हेरिसकेपछि यो बच्चामा सम्भावना छ है, यो भोलि चाहिँ यस्तो गर्न सक्छ भन्ने सम्भावना देखेपछि ऊ गुरु बन्न सक्छ, गुरु बन्न सक्छ भन्ने सम्भावना देखेपछि लाइक टिचर एजुकेसन आउँछ। Exactly. हो अब त्यो गुरुले चाहिँ उसलाई विभिन्न ढङ्गबाट चाहिँ त्यो भनौँ न, अब फेरि मेन्टोरिङ भन्ने शब्द आइहाल्छ होइन, उसलाई चाहिँ सहयोग गर्दै 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 सिकाइमा पनि अरू कुराहरू पनि गर्दै गर्दै लगेको पाइयो। जस्तो एउटा यस्तो उदाहरण पाएँ मैले कि एउटा चाहिँ 6 क्लासमा आएको होइन शिष्यलाई लिएर गएर गुरुले चाहिँ विद्यालय शिक्षा सम्बन्ध अध्ययन गराएर अनि भारतको विश्वविद्यालयमा लगेर संस्कृत पनि चाहिँ फेरि गराएर पिएचडी गराएर पछि नेपालमा फर्केर आइसकेपछि आफूले चाहिँ जहाँ जहाँ चाहिँ कथाहरू भन्ने अब आफ्नो कामहरू गर्ने त्यो जिम्मेवारी समेत दिएर लगेको भनेको एउटा गुरुको जिम्मेवारी चाहिँ त्यहाँ यति वर्ष यति कक्षा पुरा गरिसक्यो भन्ने हुँदो रहेछ नि त। त्यो लाइफ लङ खालको चाहिँ मेन्टोरिङ जस्तो त्यहाँ एउटा प्र्याक्टिस चाहिँ अभ्यास चाहिँ देखियो कि उनीहरूको अट्याचमेन्ट, उनीहरूको चाहिँ त्यो गुरु शिष्य बिचको सम्बन्ध चाहिँ अत्यन्तै घनीभूत हुने र त्यही सम्बन्धबाट सिकाइ हुने अनि जीवनका चाहिँ होइन अब विभिन्न कालखण्डमा कस्तो कहाँ के गर्ने त्यो कुरा पनि गुरुकै निर्देशनमा गर्दै जाने खालको एउटा पद्धति त्यहाँ रहेछ। त्यो चाहिँ मलाई अत्यन्तै राम्रो लाग्यो, किनभने त्यो इमोसनल अट्याचमेन्टले गर्दाखेरि के हो त भन्दाखेरि गुरु शिष्यको सम्बन्ध पनि सधैँभरिलाई रहिराख्यो अनि त्यो शिष्यले पनि प्रगति गर्दै भोलि गुरु भन्दा पनि राम्रो हुन्छु भन्ने लक्ष्य लिएर गयो। त्यो पद्धतिमा त्यस्तो चाहिँ पाएँ मैले। अब हामी अन्तिमतिर जाउँ होइन, तर मलाई के लाग्छ भने तपाईँहरूको अब अनुभवको बारेमा नि होइन, तपाईँहरूको अब यो अनुभवले चाहिँ तपाईँहरूलाई के दिएको छ र किन चाहियो त हामीलाई यो होइन। अब बरु त्यो मेन्टरिङ अथवा त्यो चाइल्ड सेन्टर कुरा लिएर अनि यहाँको टिचरहरूले गरेको छ कि छैन भनेर पत्ता लगाउने अनि गाली गर्ने त हो नि होइन होइन। अब गरेन होइन, अब त्यो खेलबाट चाहिँ गरेन, अब त्यही बाहिरको त्यो सहयोगले जस्तै भनेको छ त्यो गरेन भने त कसको दोष, त्यो टिचरको दोष। हामी त्यो ठाउँमा जानु खोजेको छैन नि हामी होइन। अब हामी चाहिँ यो डिग आउट गर्नु खोजेको तपाईँको ठाउँमा पनि तपाईँकै ठाउँको कुरामा चाहिँ हामी अब एक्सप्लोर गर्दैछौँ, उहाँको ठाउँमा पनि गुरुकुलमा पनि त्यो एक्सप्लोर गर्दैछौँ। यो कल्चरसँग कसरी हामी चाहिँ बुझ्न सक्छ यो विषय भनेर आएको छौँ। यो कुराले तपाईँलाई के दिएको छ कि केही नयाँ पाउनु भएको छ कि नेपालमा चाहिँ चाहिन्छ हामीलाई यो? धन्यवाद प्रश्न। म थोरै मेरो अलिकति सन्दर्भ एउटा उस पनि जोड्नु मन लाग्यो। म गाउँ मैले भनिसकेँ, म सङ्घ सभाको एउटा उत्तरी भेगमा लगभग बोर्डरमा पढेको मान्छे। म त्यहाँ कक्षा 1, 2, 3, 10सम्म गाउँमै पढेँ। म त्यहाँ आफ्नै कल्चरमा पढेँ। त्यहाँदेखि म धनकुटा पढ्न आएँ, त्यहाँदेखि म पोखरा पढ्न गएँ, त्यस पछाडि म काठमाडौँ आएँ। त्यसपछि मैले त्यो अलिकति युरोपियन अलिकति एक्सपिरियन्सहरू पनि बटुल्न पायो। अनि मैले सबै हेर्दाखेरि मेरो जीवनमा हेर्ने हो भने जस्तै एउटा होमोजिनियस सोसाइटी छ हाम्रोमा लगभग 16-17वटा गाउँ छ। त्यो सबै एउटै भाषा, एउटै संस्कृति, एउटै कल्चर भएको ठाउँमा म पढेर आएँ। अनि अहिले अघि गोविन्दजीले भन्ने म यो एजुकेसनल जर्नीको यसरी मैले अलिकति यहाँ जोड्नको कारण चाहिँ के भन्दाखेरि अब गाउँमा पहिला गुरु एकदम हुन्छ नि, त्यो टिचर भनेपछि हामीसँग एउटा रेस्पेक्ट, एउटा आदर, एउटा डर होइन, दुइटै आदर र डर एउटा ब्यालेन्स थियो। अब अहिले यसो हेर्दै जाँदाखेरि म आफ्नो यो पिएचडीको जर्नीमा मैले यो एकीकृत पाठ्यक्रम भनेर छान्दाखेरि यो चाइल्ड सेन्टर भन्दाखेरि अब अहिले भने जस्तै यहाँ हामीले जे दिमागमा सोचेको छ त्यो गरेन भने टिचरको फल्ट अथवा टिचरले त्यो गरेन, खेलाएन, नानीहरूलाई माया गरेन भन्ने कुरामा चाहिँ मैले त्यहाँनिर अलिक स्पष्ट पार्न खोजेँ। जस्तै शिक्षक भनेपछि एउटा आदर आउँछ नि, रेस्पेक्ट आउँछ भित्रदेखि, अनि एउटा शिक्षक भएपछि अलिकति ग्याप पनि छ, डर पनि हुन्छ। त्यसै अहिले अब चाइल्ड फ्रेन्डली वास्तविक यो इन्टिग्रेटेड करिकुलमले नानीहरूलाई एकदम त्यतिकै छोड दिनुहोस् भन्न खोजेको होइन, त्यतिकै छोड्नुपर्छ, उनीहरूले जे गर्न मन लाग्छ त्यो गर्न दिने भन्दाखेरि अहिले सोसाइटी चाहिँ काहीँ न काहीँ यसमा हामीले ब्यालेन्स गर्नुपर्ने देखिन्छ। उनीहरू कहाँ लगिरहेको छ भन्दाखेरि नानीहरू बढी फ्रिडम पायो, भोलि उनीहरू पर्मिसिभ भयो क्या, उनीहरू जे मन लाग्यो त्यो गरिसकेपछि पहिला शिक्षक
शिक्षकप्रतिको आदरहरू शिक्षकप्रतिको एउटा डर अलिकति नभएको जस्तो मैले महसुस गरेको छु। यद्यपि यता गुरुकुलमा अब सरले एक्सप्लोर गर्दै हुनुहुन्छ त्यसमा चाहिँ काहीँ न काहीँ डिसिप्लिन भनेको डराउनु मात्रै होइन। डिसिप्लिन भनेको त त्यो नानीलाई आफ्नो तरिकाले सक्षम बनाउनु हो नि त। डिसिप्लिन भनेको आफ्नो डिसिजन आफै गर्न सक्ने त्यो हो नि त डिसिप्लिन भनेको त। डिसिप्लिन भनेको नेपालीमा त अनुशासन क्या, आफै हो नि त, आफूलाई आफूले गभर्निङ गर्ने हो नि त, त्यो बनाउने हो नि त। तर डिसिप्लिन भनेको त हामी चाहिँ पहिला स्कुलहरूमा पनि डिआई यो डिसिप्लिन इन्चार्ज भनेपछि अब एकदम कुट्नुपर्ने यो पनिसमेन्ट दिनुपर्ने त्यस्तो खालको इन्चार्जसिपहरू। त्यसले गर्दा मैले यहाँ मेरो अलिकति रिसर्चमा मेरो कल्चरसँग जोड्दै गर्दा म अहिले भनौँ न मैले नेपाली त पछि सिकेको यसरी यो फ्लुएन्टली बोल्न मैले त धेरै प्र्याक्टिस गर्नु पऱ्यो नि। तर मेरो आफ्नो भाषामा जस्तै त्यो नानीलाई चाहिँ यो एकीकृत पाठ्यक्रम त्यो लोकल आफ्नै भाषामा पढाउँदाखेरि आफ्नै सोसाइटीमा भएको अघि पनि मैले सन्दर्भ जोडेँ नि, त्यो गर्दाखेरि उसको नलेजको बिल्डअप राम्रो हुन्छ क्या। अनि त्यस कारणले पछि उसले नेपालीमा पढ्दै जाँदाखेरि अथवा अङ्ग्रेजीमा पढ्दै जाँदाखेरि झन् त्यो मान्छे बढी क्रिएटिभ, आफ्नो नलेजलाई आफ्नो कल्चरलाई चाहिँ बढी उसले माया गर्ने हुँदो रहेछ। तर अब त्यही भएर म जहिले पनि उदाहरण दिन्छु। तपाईँ स्टेप क्या यो स्टेयर यो भर्याङ चढेर आएको मान्छे र यो एलिभेटर लिफ्ट चढेको मान्छेमा फरक छ। भर्याङ चढेको मान्छेले प्रत्येक दुःख सुख थाहा हुन्छ। भर्याङको दुःख, भर्याङ चढ्दाको पसिना, उकालो ओह्रालो चढ्दाको पसिनाहरू थाहा हुन्छ। तर त्यो लिफ्टमा चढ्ने मान्छेले भर्याङको दुःख हुँदैन। त्यस कारण मैले चाहिँ के हुन्छ मेरो रिसर्चमा चाहिँ अलिकति त्यो भएर मैले अघि भने मेरो त्यो रिसर्चको एरिया चाहिँ एउटा अलिकति अर्बन एउटा सिटी एरिया सहरतिरको, अर्को चाहिँ एउटा गाउँतिरको बढी लोकल नलेजलाई पनि मैले डिग आउट गर्दैछु। त्यसले गर्दाखेरि जति टपिक मेरो पिएचडीको टपिक झट्ट सुन्दाखेरि एकीकृत पाठ्यक्रम इन्टिग्रेटेड भन्दाखेरि यो फेरि वेस्टर्न टर्मिनोलोजी जस्तो सुने पनि तर भित्रको मैले चाहिँ आफ्नो ज्ञानलाई चाहिँ बढी इन्डिजिनिटी संस्कारसँग आफ्नो कल्चरसँग र आफ्नो भाषाको महत्त्व आफ्नो समुदायको महत्त्व जहाँ चाहिँ कसरी हो त होलिस्टिक भन्ने कुरा भन्दा पनि यो सर्वाङ्गीण टिचिङ चाहिँ कसरी भइराखेको छ त। घरमा आमालाई आदर गर्नुपर्छ, बुवालाई आदर गर्नुपर्छ, गुरुलाई आदर गर्नुपर्छ, बिहान उठेर सरले भने स्नान गर्नुपर्छ, बिहान उठेर तपाईँले यो बुद्धिस्ट कल्चरहरूमा आफ्नो एउटा इन्डिजिनियस कल्चरहरूमा आमा बुवालाई रेस्पेक्ट गर्ने, तपाईँले त्यो भगवान् ईश्वरलाई जे मान्ने त्यो खालको कल्चरबाट सुरु भएर उसको दिन पनि के हुन्छ त्यो नानीको दिन पनि ओहो उसले एउटा सोच्ने तरिकामा फरक हुन्छ नि त। अब त्यसरी चाहिँ मैले त्यो हेर्न खोजिरहेको छु। त्यस कारणले गर्दाखेरि मैले पनि अब सरले भने जस्तै मेरो पनि इन्टरभ्यू लिने, अब्जर्भेसन गर्ने, आफ्नो रिफ्लेक्सनहरू अनि उनीहरूको कुराहरू सुन्ने कथाहरू क्या। अनि सुनेपछि तपाईँले सोचेको एउटा हुन्छ, तपाईँले एउटा यो प्रश्न सोध्छु यो कुरा आउँछ होला भन्ने कुरा हुन्छ। तर रिसर्च त्यस्तो होइन। रिसर्च भनेको तपाईँले यात्रा हो, यात्रा छ, अर्को उसले अर्को कुरा लिन्छ अनि त्यो कुरालाई चाहिँ हामीले एज अ रिसर्चर कसरी इन्टरप्रेट गर्छ भन्दाखेरि त्यो उसको नलेजलाई चाहिँ हामीले थ्योराइज गर्ने हो। अनि त्यसरी चाहिँ म त्यो यात्रामा अघि बढिरहेको छु। र मलाई जिन्दगीमा यो कुरा सिकाएको मैले भने नि मैले एउटा मेरो आफ्नो मेरो त्यो भोटखोलाको एउटा दुर्गमबाट मैले तपाईँले युरोपको नेदरल्यान्डदेखि लिएर नर्वेदेखि लिएर त्यहाँको सिटीहरूको एउटा अनुभव पनि हेर्न पायो नि त। त्यसले गर्दा त्यो हाम्रो होइन उता यस्तो छ त्यो होइन, तर आफ्नो यहाँ के छ भन्ने कुरा चाहिँ म खोज्दैछु। म त्यो यात्रामा छु। हजुर, अनि तपाईँको यात्रामा चाहिँ के पाउनु भएको छ पिएचडी यात्रामा? अब यो यात्रा टुङ्गिएको छैन। यद्यपि अहिलेसम्म चाहिँ दुईटा कुरा हुँदो रहेछ। एउटा पिएचडीले आफैलाई चाहिँ कति गरौँ भन्ने हेर्दो रहेछ होइन। म कहिलेकाहीँ प्रतिबिम्बन गर्छु क्या, रिफ्लेक्सन गर्छु क्या बसेर, यो मेरो पिएचडीले मलाई के दिन्छ, अब के दिन्छ त, के गर्छ होइन। यत्रो चाहिँ समय खर्च गरेर पिएचडी गर्नु कति दुःख भन्नुहुन्छ। मेरो साथीहरू सुन्नु, मेरो साथीहरू सँगैको साथीहरू यत्रो चाहिँ सेक्रिफाइस गरेर गइस् होइन। यहाँ चाहिँ खाइरहेको तलब छोडिस्, परिवार छोडिस्, छोडेर चाहिँ पिएचडी गर्न गइस्, के पाउँछ सब? के पाउने? फर्केर त आउँदैन छ अब गाउँमा। त फर्केर त कुन जागिर खान्छस्? पिएचडी गरेपछि कुन जागिर खान्छस्? अब यस्ता यस्ता प्रश्न गर्नुहुन्छ। अनि म सोध्छु क्या आफैले के यो पिएचडी गर्ने बित्तिकै जागिरै खानुपर्छ? हेर्नुहोस् त, पढेको मान्छेले जागिर नखाइ हुँदैन भन्ने हाम्रो त्यो स्कुलिङ भयो क्या। पिएचडी गरेपछि धेरै अझै ठुलो जागिर खानुपर्छ भन्ने हेर्नुहोस् त, त्यो माइन्डसेट मान्छेहरूको चाहिँ अहिले व्याप्त छ नि हाम्रो चाहिँ। पढेपछि जागिर खाएन भने त्यो काम लागेन है।
अनि सोचेँ मैले आफूले त्यसो भए मेरो पिएचडीले मलाई के देला त होइन अब देला त्यो दिने र लिनेसँग कुरा होइन नि त वास्तवमा त म आफूले चाहिँ भन्ने हो भने अघि पनि सुरुमा मैले भने लगभग 15-17-18 वर्ष जति चाहिँ कन्टिन्यू होइन क्याम्पस लेभलमा पढाइयो विद्यालयमा पढाइयो पढाउँदै 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 गयो र आफूलाई समय भएन कि म आफूले आफैलाई बुझ्ने यो पिएचडीबाट मैले सेल्फ अन्डरस्ट्यान्डिङ गर्ने सोको बुझाइ गरौँ न 1 नम्बर चाहिँ मलाई यो हो र यो मैले बुझेको छु अहिले मैले त्यहाँबाट पिएचडीकै क्रममा अहिले त्यो महाभारत पढेँ रामायण अहिले पढ्दैछु गीता पढेँ दर्शनहरू अलिअलि पढेँ अब गहिराइमा त पढ्न सकेन होला तर जुन त्यो एउटा चाहना थियो नि पढ्न पाए हुन्थ्यो त्यो चाहना पुरा गरेँ र त्यसबाट के देखियो भने हाम्रा पुर्खाहरू असाध्यै दूरदर्शी अत्यन्तै धेरै ज्ञान भएको हुनुहुँदो रहेछ मलाई त्यो महसुस भयो हाम्रो पुर्खाहरूप्रति हामीले सम्मान दिन सकेका छैनौँ अहिले हाम्रो पुर्ख्यौली ज्ञान छ नि नलेज सिस्टम छ नि त्यसलाई हामीले रेस्पेक्ट गर्न सकेको छैनौँ त्यसै गरी हाम्रो पुर्ख्यौली चाहिँ अथवा भनौँ न आदिवासी ज्ञान पद्धति हामी भन्छौँ शिक्षण पद्धति आफ्नै तरिका छ क्या पढाउने गुरु र शिष्य बिचको सम्बन्ध त्यहाँ राखेर चाहिँ उनीहरूलाई सिकाउने पढाउने तरिका आफ्नै खालको छ त्यो पद्धतिलाई चाहिँ कतिपय कुराहरूमा हामीले नयाँपन ल्याउनु पर्ने होला त्यो पुरानो चिजलाई पनि हामीले जीवित राख्ने गरी कसरी चाहिँ मोडर्न र ट्रेडिसनलाई क्रिटिकल्ली अप्रोप्रिएट गर्न सकिन्छ जोड्न सकिन्छ भनेर दोस्रो कुरा एउटा मेरो पिएचडी अध्ययनको कुरा जहाँ गरेर एउटा चाहिँ म आफैलाई बुझ्ने र आफूलाई परिवर्तन गर्ने कुरा दोस्रो चाहिँ त्यो भित्र भएको चाहिँ हामीसँग भएको चाहिँ रैथाने शैक्षणिक पद्धतिहरूलाई शिक्षण पद्धति ज्ञान पद्धतिलाई ल्याएर अब अहिले आधुनिक शिक्षा पद्धतिमा चाहिँ योगदान गर्ने यो दुईटा कुरा गर्छ र गर्छ भन्ने लागेको छ मेरो अध्ययनले होइन त्यो छ मेरो चाहिँ अहिले किनकि तपाईँहरूको अब एउटा कन्ट्रिब्युसन हुन्छ नि समाजको एउटा चाहिँ अब त्यो कुरा कहाँ दिने कसलाई दिने के काम किन चाहियो होइन लास्टमा चाहिँ अब त्यो सोध्दैछु तपाईँ हुन्छ मैले के सोचेको छु भन्दाखेरि म आफै सिसीमा एउटा एज अ ट्रेनरको रूपमा एजुकेटरको रूपमा काम गर्छु मेरो कन्ट्रिब्युसन चाहिँ के हुन्छ भन्ने मेरो अहिलेको अनुमान चाहिँ मैले यो रिसर्च गरिसकेपछि अघि सरले भने जस्तै यो रिसर्च चाहिँ जागिरीको लागि होइन यो पिएचडी चाहिँ त्योभन्दा धेरै ठुलो जागिरी पाउनु होइन यो भनेको सेल्फ रिसर्च भनेको आफूले समाजबाट केही ज्ञानको कन्ट्रिब्युसन गर्ने हो नलेज प्रोड्युसर हो नलेज कन्ट्रिब्युसन गर्ने हो मेरो कन्ट्रिब्युसन चाहिँ के हुन्छ भन्दाखेरि अघि पनि भनिसक्यो एकीकृत भन्ने बित्तिकै यो मेन स्ट्रिम करिकुलमले दिन नसकेको कुराहरू कसरी समेट्ने र नेपालको सन्दर्भमा साँच्ची नै अहिले इन्टिग्रेट गरेरै पढाउनु पर्छ त साँच्ची नै त्यो सबै इन्टिग्रेटेड हुनुपर्छ त कि त्यसमा केही अलिकति फरक तरिकाले पनि गर्न सकिन्छ भन्ने कुराहरूमा मेरो कन्ट्रिब्युसन हुन्छ भन्ने लाग्छ अर्को कुरा चाहिँ अब बिस्तारै पोलिसीमा पनि अलिकति आफ्नो रिसर्चलाई चाहिँ त्यहाँनिर लान सक्यो भने चाहिँ त्यहाँ रेप्लिकेट गरेर त्यहाँबाट केही कुराहरू पोलिसी मेकरहरूले पनि एडप्ट गर्नेछ र नेपाल सुहाउँदो इन्टिग्रेसन हुन सक्छ रिलेभेन्ट एउटा नेपालको कन्टेक्चुअल इन्टिग्रेसनको कन्सेप्ट पनि आउन सक्ला भन्ने मैले अहिलेसम्म अनुमान गरेको छु र मैले आफूले गर्ने भनेको चाहिँ मान्छेलाई अप्ठ्यारो बनाउनु होइन सहज बनाउनु किन भन्दा यो भएन त्यो भएन भन्दा पनि मैले मान्छेलाई टिचरहरूलाई सहज बनाउने किनकि मेरो पेसा नै त्यो हो क्या मैले लगभग बोर्डिङमा 7-8 वर्ष पढाएँ त्यहाँदेखि म यहाँ अब 14 वर्ष हुन आँटिसकेँ एजुकेटर र अर्को मैले शिक्षा मात्र अध्ययन गरेको छु वान अफ द इन्ट्रेस्टिङ थिङ इज मैले कक्षा 9 देखि शिक्षा 10मा पनि शिक्षा त्यतिखेर इलेक्टिभ ऐच्छिक विषय हुन्छ त्यहाँदेखि मैले आइए बिएड एमएड मैले त्यो एमफिलको पाइसकेँ र अहिले यो पिएचडी मैले एजुकेसन मात्रै आई एम ओन्ली वान एजुकेसनल एक्सपिरियन्स एन्ड एजुकेसनल क्वालिफिकेसन ओन्ली म यताउता दौडेको छैन त्यसको लागि यसबाट मैले समाजमा मेरो विज्ञताले भविष्यमा समाजलाई केही सानो भए पनि नानीहरूको जीवनमा खुसी ल्याउनलाई मेरो यो पिएचडीको दौरानमा पिएचडी सकेपछि कन्ट्रिब्युसन हुनेछ भनेर म विश्वास गर्छु अनि तपाईँको विचार हजुर भन्नुभयो तर ठुलो ख्वाब हुन्छ नि त्यस्तो राखेको छैन यद्यपि गर्दा गर्दै चाहिँ के देखिँदैछ भने हामीसँग भएको यो जुन
शिक्षण सिकाइ प्रक्रियाभित्र पनि विशेष गरी मैले हेरेको चाहिँ यो इन्टरजेनेरेसनल नलेज ट्रान्सफर के एक पुस्ताबाट अथवा अन्तर्पुस्तीय ज्ञानको हस्तान्तरण ज्ञानको खेती कसरी हुन्छ त होइन एउटा गुरुले शिष्यसँग कसरी कुराकानी गर्नुहुन्छ कसरी सुरु गर्नुहुन्छ के चाहिँ अथोरिटेटिभ नै हो त कम्युनिकेसन कसरी हुन्छ भाषा कसरी प्रयोग हुन्छ लोकल टिचर एजुकेसन त्यही भएर यो हाम्रो ट्रेडिसनलाई चाहिँ टिचर एजुकेसनमा यसले कहाँनिर चाहिँ योगदान दिन सक्छ त होइन जस्तो अहिले तपाईँलाई भनिहालेँ नि मैले अघि हिजो अस्ति भर्खरै नोटिस आएको थियो कि माध्यमिक तहको शिक्षक भएको मान्छे शिक्षण पेसाबाट राजीनामा दिएर कोरिया गइरहेछ हेर्नुहोस् है अब कोही शिक्षणबाट राजीनामा दिएर माध्यमिक तह पुगेको मान्छे खरदारमा चाहिँ नियुक्ति लिएर निजामतीतिर गइरहेछ शिक्षणप्रति चाहिँ आकर्षण भएन नि के होला त भनेर खोज्दाखेरि चाहिँ त्यो आफ्नोपनको त्यहाँ महसुस भएन त्यहाँ अघि सरले भने त्यो रेस्पेक्ट भएन के शिक्षणलाई बुझाउनै सकिएन बुझ्दै बुझिएन पवित्र पेसा हो पवित्र काम हो होइन भविष्य निर्माणको काम हो भन्ने कुराहरू बुझाउन सकिएन त्यो चिज चाहिँ मा हाम्रो अब टिचर एजुकेसन नै टिचरै महत्त्वपूर्ण कुरा हो नि त कक्षा कोठामा जाने त टिचर हो शिक्षक हो अनि शिक्षकलाई नै हामीले चाहिँ सशक्तिकरण गरेर पढाउनुपर्छ र त्यो जाने शिक्षकलाई के थाहा हुनुपर्छ भने हाम्रो इतिहास यो हो हाम्रो धर्म यो हो संस्कृति यो हो संस्कार यो हो ज्ञान यो हो र अहिलेको आधुनिक यो हो यो दुईटालाई मिलाएर चाहिँ दिन सक्नुपर्छ भन्ने चेत शिक्षकमा हाल्नुपर्छ त्यो कुरामा मेरो अध्ययनले योगदान गर्छ भन्ने मैले विश्वास गरेको छु म एउटा अन्तिममा एउटा जस्तै मैले एउटा अन्तिममा एउटा सन्देशमूलक पनि जस्तै मैले नुराट प्रति म धन्यवादी छु र मेरो एउटा कुरा चाहिँ म एउटा अल्पसङ्ख्यकबाट हाइली मार्जिनलाइजबाट आएको कारणले गर्दाखेरि मेरो समुदायको मान्छेहरूले एउटा पढ्नुपर्छ भन्ने एउटा बाटो देखाउन पनि म एउटा रोल मोडल हुनुपर्छ किन सबैले पढ्न सकिन्छ यो पढाइ भनेको ठुलो उस होइन सबैले पढ्न सक्नु युवाहरूले अघि सरले भने जस्तै गोविन्दजीले भने जस्तै मेरो युवाहरूले पनि पढ्न सक्नुपर्छ सबैले एउटा नलेज भन्ने कुरा चाहिँ कहिले पनि एन्डिङ हुँदैन र त्यो उदाहरण दिनको निम्ति पनि र युवाहरूमा एउटा होप एउटा आशा नलेजबाट हुन्छ नलेजले पैसा नकमाउला मेरो मनमा एउटा कुरा नकमाउला तपाईँले पढ्नुपर्छ भन्नुभएको थियो नि तर हाम्रो चाहना के हुन् मेरो चाहना भन्छु पढ्न चाहिँ पर्छ तर त्यो रेलेभेन्ट चाहिएको अथवा युजफुल कुराहरू पनि पढ्नु पर्यो नि हाम्रो पढाइले चाहिँ आफ्नो त्यो मको हुँलाई चाहिँ केही सिकाओस् न अनि हामीलाई चाहिँ त्यो कन्फिडेन्ट बनाओस् अनि जहाँ गए पनि विदेश गए पनि मको हुँ भन्ने कुरा चाहिँ उसमा होस् न चिन्न सकोस् अनि लाइफलाई चाहिँ बन्छ नि त्यो कुराले मैले भनिसकेँ नि अझै अघि मैले जोड दिएँ जसरी अब हाम्रो युवाहरू पनि कोरिया जापान अमेरिका क्यानाडा जहाँ पनि विदेशतिर जाँदै हुनुहुन्छ उहाँहरूले पनि जहाँ गए पनि यो नलेज चाहिँ मर्दैन नलेज चाहिँ आफूसँग रहिरहन्छ र आफूलाई चिन्ने खालको र सार्वजनिक नलेज पाउनलाई चाहिँ मैले सबैलाई त्यो पनि मेरो एउटा नौला मलाई फलो गरेर तपाईँले त्यो पनि गर्न सक्नुहुन्छ भन्ने मैले सबैले त्यो सन्देश पनि दिन चाहन्छु अध्ययनको पहिलो महत्त्वपूर्ण काम चाहिँ आफूलाई नै रहेछ कि त्यही त मेरो लागि हो नि त पिएचडी त पहिलो नम्बरमा मेरो पोलिसी लेभललाई प्राप्ति लेभललाई अनि यहाँको समाजलाई त्यसपछि जान्छ यसको अर्थ चाहिँ हामी पछि थाहा पाउँछौँ नि तपाईँहरूको कन्ट्रिब्युसन चाहिँ कहाँनिर फिट हुन्छ र त्यो कुराले चाहिँ हामीले केही नयाँ केही दिन्छ कि अथवा त्यो कुरा चाहिँ हामी त्यो कुरामा आशावादी छौँ नि हामीहरू होइन ल धेरै धन्यवाद दुईजना तपाईँहरूले धेरै मिठो मिठो कुराहरू भन्नुभयो र धेरै इन्ट्रेस्टिङ कुरा भयो थ्याङ्क यू सो मच है धन्यवाद थ्याङ्क यू सो मच हजुरलाई पनि उहाँदेखि आएर हाम्रो होइन अन्तर्वार्ता लिनुभयो छलफल गराइदिनु भयो म धेरै भाग्यमा रियली